किम्बुको बोट ए हामीलाई हेरिरहेछ क्या उता ए साँच्ची यार हाम्रो त एउटा रेस्टुरेन्टमा जानु पछाडिबाट केटिने उता होइन मनोज खाली मनोजलाई त्यो माथि काजी अब अहिले केमा व्यस्त आज भोलि पैसा छापेको छ पासङले चाहिँ उताबाट मलाई फोन गर्न लागेको रहेछ होइन उता हेलो अनि स्वागत छ फेरि अर्को भिडियोमा अनि अहिले चाहिँ म पासङ र मनोजलाई भेट्न जाँदैछु चाबेलको स्तूपतिर त्यहाँबाट बौद्ध जाने प्लान छ हेरौँ के हुन्छ त्यसपछि ओके ल स्तूपमा गएर भेटौँ है त ल यो चाहिँ अहिले बाटोमा हिँड्दा हिँड्दै मैले चाहिँ मयुरको प्वाख भेटाएको छु होइन कस्तो राम्रो मयुरको पक्कोले बाटोमा फ्याँकेछ क्या जस यसलाई चाहिँ मैले टिपेर बोकेको छु ल पल्टाइदिएँ मैले चाहिँ यहाँ राखेको छु स्तूपको छेउमा कसले भेटाउनुहुन्छ लानुहोस् है त ल यहाँ छोडिदिएको छु है त मैले A few moments later. पासङले चाहिँ उताबाट मलाई फोन गर्न लागेको रहेछ होइन उता ल पासङ चाहिँ आइसकेछ जानु पऱ्यो पासङ चाहिँ आउँदैछ के छ पासङलाई मैले देखिसकेँ होइन कम हियर ब्रो म चाहिँ यहाँ भ्लग पनि गर्दै थिएँ ठ्याक्क पासङले मलाई कल गर्न लागेको मैले देखेको थिएँ क्या के छ ब्रो हाउ आर यु तपाईँ मोटो भ्लग हो कि दुब्लो भ्लग हो ए यता हो यता ल मैले तिमीले मलाई कल गर्न लागेको मैले देखेको थिएँ कि यहाँबाट चियाएर हेरिरहेको थिएँ कि मैले म भ्लग गरिरहेको थिएँ नि त सो ओ गाडीले झन्डै हान्यो ओके ल ल ल म कसमसँगै चढेँ होइन ए झन्डै लड्यो गो म्या लेडिज फर्स्ट डे सो के छ लेडिज फर्स्ट डे हामीलाई लेडिजले स्कुटर चढ्यो भने त लेडिज भनेको यो गाडीले चाहिँ हान्यो भने पाता खुस्काउँछ फेरि यो त हान्लाई जस्तो गरेर आयो हान्यो भने त मैले पासङलाई चाहिँ एउटा क्वेसन सोधेँ है के भन न पशुपतिमा किन गएको ब्रो जहिले पशुपतिमा चार ढोका चाँदीका कृष्णजीलाई मनपर्ने राधिकालाई भेट्न गएको क्या राधिकालाई भेट्न पशुपतिमा रे त राधिकालाई भेट्न पशुपति गएको रे क्या हो त ल ल ल ल ठिक छ ठिक छ राधिकालाई भेट्नलाई पशुपतिको चार ढोका खोलेर हामी छिर्यौँ र राधिकासँगको मिलन पश्चात मधुर एउटा अनुभूति लिएर राजुलाई भेट्दैछौँ यस यस राधिकालाई भेटेर राजुलाई भेट्न आएको रहेछ होइन मनोज चाहिँ पुरा कुदाइरहेछ त्यहाँनिर कडा देखेको छ मनोजलाई तर मनोजले कुदाएको होइन नि मनोजलाई चाहिँ कुदाएको हो क्या ए मनोजलाई चाहिँ कुदाएको रहेछ मनोजले कुदाएको होइन मनोजलाई कुदाएको ओहो हो रेनकोट उडायो मनोज खाली मनोजलाई त्यो माथि हाउ आर यु एकदम ठिक छ के छ एकदम ठिक छ पशुपतिमा राधिकालाई भेटेर आएको हो त पशुपतिमा बाँदरनीलाई भेटेर आएको सुन्दरीलाई चाहिँ रहेछ नि त तिमीले कफ्ते सोध्छौ मलाई सुन्दरी भेटेर कहाँ राधिका भनेको छ सुन्दरीको नाम नै राधिका हो त नि होइन बाँदरनीको
सुन्दरी के बाँदरनी त होइन बाँदरको बुढीलाई सुन्दरी भन्छ नि त बाँदरनी होइन मान्छे नै हो उसले मान्छेलाई नै बाँदरनी भन्छ त्यस्तो खतम तिमी मान्छेलाई बाँदर्ने भन्ने तिमी त्यही हो अब अगाडि बढ्दैछौँ हामी हार मान्नेवाला छैनौँ हामी हार नमान्ने केटाहरू यतैबाट अस्ति खोजेकै भएको रहेछ क्या हो यहाँ रहेछ यहाँ होटेल डम्पर भित्रै छिराउँ न भित्रै छिराउँदा पनि हुन्छ होटेल डम्पर त यो चाहिँ हो डम्पर लास्टै कडा हो नि त यो होटेल यो हो ओ बिल्डिङै टाउकोबाट डेन्जरस छ यो आरटिआर कसको हो केटाहरूको त Yo bro, what's up man, what's up? फेरि पुरा स्वाग पारामा what's up bro, what's up? ल 207 हो कि कति 7 भने जस्तो लाग्यो This is 101. बाहिरपट्टि छ होइन यतै भित्र This is up to 1 day or 205. So you have to go upstairs. Oh bro, I have to के कमेडी हो त्यो बाहिर त छैन यतै हो भयो भने यतै हो यहाँ चाहिँ 201 देखि 205 रहेछ ए 4 चाहिँ भनेको 7 जस्तो लाग्यो नि यो चाहिँ होटेल डङ्करबाट देखिने भ्यू हो होइन यतापट्टि बौद्ध जाने रहेछ अगाडि पार्किङ सबै होटेलै बनाएको जस्तो छ र यतातिर त किम्बुको बोट रहेछ यार के रहेछ किम्बुको बोट ए किम्बु मेरो फेभरेट हो क्या मलाई लास्ट मनपर्छ फल्नु चाहिँ फलेको छ यहाँ त्यहाँ सकिसकेको छ किन मनपर्छ मलाई पनि बब्बाल दामी लाग्छ नेपाली नाम किम्बु हो इङ्ग्लिस नाम चाहिँ के हो यसको खै के रासमबेरी हो कि के हो ब्ल्याकबेरी चाहिँ हो ब्ल्याकबेरी होला ब्ल्याकबेरी हो कि रासमबेरी हो बेरी चाहिँ बेरी नै हो बेरिजको फ्यामिलीमा पर्छ होइन हामी पुन्दामा जाँदैछौँ बुन्दा है बुन्दा के हो भनेर चाहिँ अहिले चाहिँ भन्ने कि नभन्ने अहिले नै अहिले भनौँ होला भनिदिउँ मनोजले भन्छ बुन्दा के हो पुन्दा के हो मनोज बुन्दा भनेको टिप्टेन होइन टिप्टेन ल्याङ्ग्वेज हो बुन्दा भनेको फ्यामिली हो यसको अर्थ फ्यामिली कि रिलेटिभ्स फ्यामिली त्यही हो यस आफन्त भन्ने भावले खोलेको एउटा रेस्टुरेन्ट हो त्यो त बौद्धको बोथाप त्यो नजिकमा छ त्योभन्दा बढी त पाङ्दाले भन्ने अहिले चाहिँ हाम्रो चाहिँ एकदम फेभरेट प्लेस भएको छ त्यो होइन किन भनिदेऊ न त्यो पनि त्यो किन चाहिँ किनकि त्यहाँ आफन्त छ हो बुन्दाको कारणले क्या थाहा यहाँको रिचुअल नगर्ने हो यहाँको रिचुअल नगर्ने के गर्ने गर्दा पनि योर विस ल पुरा भयो यहाँको रिचुअल पनि Inside. होइन उहिले यही हो नि त पुन्दा ल यो मान्छेले ब्लग कहिले पनि यो मान्छे लास्ट के गर्छ भन्दाखेरि बिचबिचमा भन्छ ट्यासै हराइहाल्छ मैले जहिले भन्नुपर्छ खतरा लाग्ने अहिले पनि यो मान्छे के खिच्ने मेरो यही हो नि हो कि होइन भन्नुहोस् त मेरो मोटिभेटर हो चाहिँ होइन उसले चाहिँ मलाई म चाहिँ बिर्सिँदो रहेछ क्या गाजाको के पुण्य गौतम पुण्य गौतम एउटा नेपाली फिल्ममा खिच्दैन आउने हो नि पुण्य गौतम हो नि पुण्य गौतम त होइन म पासमा तर उहाँहरूकै स्टाइलमा चाहिँ म पनि प्रस्तुत दिने होइन प्रस्तुत हुने भन्ने कुरा हो होइन यताबाट किन्छ यताबाट किन्छ हुन्छ प्रस्तुत दिन्छ पुण्य गौतम स्टाइलमा जानु मैले हाइलाइट भेटाएँ आजको लागि यही राख्ने सुरुमै के भेट्यो हाइलाइट भेट्यो भनेर रमाइलो गरोस् केही छैन गालै फुट्ने गरेर हान्दा हुन्छ केही फरक पर्दैन बिल्कुलै हान्नुहोस् नयाँ क्यारेक्टर जन्मियो त यहाँ
काजी काजी के छ खबर काजी अब अहिले केमा व्यस्त आज भोलि पैसा छापेको छ पैसा बिना केही रहन्छ संसारमा पैसा त म त छापिराख्छु नि त मनोज कि ल एउटा मन काजीको डायलग दिनु पर्यो एउटा डाइलगै छैन ल तिमीले आफूलाई काजी भन्न रुचाउँछौ कि मनोज भन्न रुचाउँछौ आज क्लियर गरिदिनु पर्यो अब त्यो हेरी हुन्छ परिस्थिति अनुसार हैन कसैले मनोज भन्छ कसैले मनुष भन्छ कसैले हैन सबै हामीले चाहिँ हामी साथीभाइले चाहिँ के भनोस् भन्ने चाहन्छौ जे भन्दा के भन्ने त के भन्लाई के भन्ने म त मनोज भन्ने तिमी मनोज भनेको मनोज पनि बुझ्छौ भन्ने कहिले काजी भन्ने हैन जे भन्दा नि फरक पर्दैन काजी दाई भन्नुपर्ने हो काजी मात्र भन्दा पनि हुन्छ अब काजी दाई हो खासमा सबैको दाई नै हो हैन त्यही भएर काजी दाई भन्दा काजी मात्रै आज एज खुलाइदेऊ न त कति वर्ष पुग्यो एज अब अस्ति जेठमा 31 वर्ष लाग्यो रे कडै यो मान्छे 31 मात्रै पुग्यो हो 31 भन्दा त 31 मात्रै पुग्यो हो ल भन्नुस् त हैन म अलिकति 35 पुगेर 36 मा लाग्ने मान्छे हो अहिले आएर 31 भन्ने फिटनेसमा पिट्देऊ न फिटनेस पिट्देऊ न ढाँटे गालै घुट्ने गरे हान्नु हान्देऊ फुट्ने गरी काजी दाइलाई हान्देऊ न ल बिहान एक्सरसाइज त्यही भएर फिटनेस भयो 4 वर्षमा भइहाल्छ त्यही भएर के यसरी त माया गरिन्छ के भनेपछि तपाई अहिले 31 मा लाग्नु हो 31 मा लागिसके अस्ति जेठबाट अब अर्को जेठमा हुन चाहिँ खासमा 36 मा लागेको हैन त अर्को वर्ष 36 डाइरेक्ट एकदम हैन म तपाईलाई बिल्कुल नागरिकता देखाउँछु मेरो हैन जन्मदत्ता देखाउँछु म कति सालमा जन्मेको हैन जस 31 वर्ष भयो अब तपाईहरु हिसाब किताब गर्नुस् युट्युब हेर्ने मान्छेहरु ट्यालेन्ट हुन्छ 31 वर्ष पुग्यो सुचिया त अब त बेसी भइसक्यो बुढो भयो लास्ट 2 कप लाग्छ मलाई बरु त्यसले सिउना हाले उच्चा चाहिँ खानु पर्ला यो चाहिँ अन्त लाइन अघिसम्म यो मान्छेले ब्याक क्यामेराबाट गरिरहेको थियो अहिले फ्रन्ट क्यामेराबाट गरे अब फ्लोमा जान्छ हैन सो गाइस तपाईहरुले चाहिँ एउटा कुरा चाहिँ थाहा पाउनु भएको थियो कि थाहा पाउनु भएको छैन हैन यो चाहिँ मेरो लागि कम्प्लिट न्यू यो हाम्रो ब्रोले मलाई भनेको हैन दुबई पटी रे दुबई पटी भन्ने कुरा हैन यो कस्तो सुन्दा नै कस्तो लाग्यो हैन हेर्न त अब लास्टै गाह्रो होला तर पनि हेर्ने अवसर पाइन्छ हेर्ने अवसर त अब कतै चाहिँ भेटिन्छ कतै भेटिन्छ तर मेन चाहिँ भनेको उडाइदिइसक्यो त्यो भिडियोहरू सबै होइन हुनुपर्ने गुन्डी भनेको चाहिँ के भन्दाखेरि चाहिँ सेखहरूले चाहिँ त्यो अफ्रिकातिरबाट केटीहरूलाई मगाएर भनेर सिकाएर उनीहरूलाई चाहिँ पिसाबहरू लगाएर भिडियो नमस्ते सरहरू राख्नुस् भयो पासाङ त प्रो नै भयो अब राखे यो दुबईपट्टिको कुरा नगरौँ है अर्को भनेको एन्जल वाइफ यो मान्छे अनि अघि दुबईपट्टि हेरे भनेर यस्तो नै एउटा कुरा दुबईपट्टिको कुरा नगरौँ बरु कालो कोटीको कुराहरू भनौँ यो त लाइन अब कालो कोटीको कुरा यताबाट गर्छ मैले दिएँ है कालो कोटी कता छ अगाडि भयो भने चाहिँ के हुन्छ थाहा छ अगाडि फ्रन्ट क्यामेरा अन गर्यो भने चाहिँ स्क्रिनमा आँखा जान्छ क्या त्यही भएर छ होला स्क्रिनमा आँखा गएपछि त अनि उनीहरूले पनि हामीलाई हेर्छ यहाँ जानु पर्यो क्या यहाँ क्यामेरामा जानु पर्यो क्या पासाङहरू राजहरू के छ सगुनकोमा ठिक छ हाई भनिदिनु पर्यो पहिलाको झन्डै खुसी भएको छ फुलबारी जस हात त थियो अब बिर्से जस अहिले भाइपेमा आउँदैछ कि त्यसलाई परीक्षा हो हाँसिरहेको छ त केटा म पनि भाइपेमालाई पर्खिरहेको हो क्या यहाँनिर हाँसिरहेको छ त्यसलाई लिएर म यस्तरी बस्यो भने म यसरी बसिरहेको छ नि अघि हामीले हेरिरहेको छ ट्रिपमा हो कि क्या भनेर कमेन्ट हाल्छ हामीलाई हेरिरहेको छ क्या उता ए साँच्ची यार हाम्रो त एउटा रेस्टुरेन्टमा जानु पछाडिबाट केटीले उता होइन यहाँ यो हेरिरहेको छ हाम्रो ब्लग हेर्दैछ क्या पछाडि दुईजना काले र गोरे त्यहाँ म पनि गोरे देखिन के छ खबर हजुर सन्चै छौ ओ यहाँ चाहिँ हाम्रो बिरजोस भाइलाई भेट भएको छ होइन के छ खबर अनि तिम्रो बाइक हराएको भनेको भेट्यो जनालाई थ्याङ्क यू सो मच अहिलेसम्म ब्लग हेरिदिनु भएकोमा अब हामी ब्लगलाई यतातिर
हालिदिन्छौँ एन्ड गर्छौँ होइन यहाँबाट बिदा माग्छौँ हामी अहिले फेरि ब्याक टु होटल भएको छौँ हाम्रो ब्रोहरू पनि यहाँबाट फेरि सेपरेट हुने कुरा छ कतै कतै हामी पनि अब चाहिँ सिधा गर्दैन ऊ आफ्नो घर ऊ आफ्नो घर म आफ्नो घर है अब आजसम्म हेरिदिनु भयो अहिलेसम्म हेरिदिनु बाबा